म मिस नेपाल इन्टरनेसनल 2025 र हामीले चाहिँ अब अन्त्यमा आइसकेका छौँ। यो हाम्रो जनकपुर चाहिँ अब सेकेन्ड लास्ट अडिसन भन्न सकिन्छ। योभन्दा अगाडि काठमाडौँ अनि योभन्दा अगाडि हाम्रो नेपालगञ्ज अनि त्यसपछि इटरी बिटामोड त्यसपछि पोखरा बुटवलमा चाहिँ हामीले अडिसन गरिसकेका छौँ। सो अब अडिसन गरिराख्दाखेरि के महसुस भयो भन्दा हाम्रो कति कुना काप्चामा हाम्रो नेपालको प्रतिभा हामीले देख्न पायौँ महिलाबाट होइन। कति हाम्रो सपना बोकेर ठुलो सपना बोकेर उहाँहरू अडिसनमा आउनु भएको थियो। उहाँहरूको कुरा सुनेर चाहिँ आफ्नो अडिसनको डेजहरू चाहिँ मलाई याद आयो। कसरी म पनि एउटा मिस नेपाल बन्छु भनेर चाहिँ एउटा सपना बोकेर गएकी थिएँ। र त्यो देखिराख्दा मलाई के महसुस भयो भन्दा सक्सेसफुल र सफलता हुनलाई चाहिँ अरूभन्दा भिन्न हुनु पर्दैन रहेछ होइन। अरूभन्दा आफूभन्दा डिफ्रेन्ट सपना बोक्ने भन्दा पनि आफ्नो सपना र आफ्नो आत्मविश्वासलाई निरन्तरता र आफूमा विश्वास भयो भने चाहिँ सफल हुन सकिन्छ भनेर चाहिँ मैले महसुस गरेँ। र मैले चाहिँ आफ्नो मिस नेपाल इन्टरनेसनल जापान मेरो होस्ट कन्ट्री थियो र त्यहाँ गएर हाम्रो विश्वभरको सबै महिलाहरूसँग उभिँदाखेरि हाम्रो देश यति सानो नक्सा भए पनि यति थोरै मानिस भए पनि कति विश्वासिलो रहेछौँ, कति हिम्मतवाला रहेछौँ भनेर चाहिँ मैले महसुस गरेँ। र हामी विश्वस्तरकै प्रतिस्पर्धी भएर चाहिँ त्यहाँ गएर उभिँदाखेरि एकदमै गौरव महसुस गरेँ मैले। र त्यो देखिराख्दाखेरि अब यसपालि आउने अडिसनको क्यान्डिडेट्सलाई के भन्न चाहन्छु भन्दाखेरि हजुरहरू क्राउन भनेर एउटा गन्तव्य बोकेर नआउनुहोस्। दिस इज नट द एन्ड, द्याट इज नट द जस्ट द डेस्टिनी। हजुरहरू त्यो क्राउन पछिको रेस्पोन्सिबिलिटी र त्यो क्राउन पाइसकेपछि कसरी मैले चाहिँ आफ्नो विकास र आफूलाई चिन्छु र कसरी आफ्नो समाजलाई अगाडि लग्छु भनेर एउटा विश्वास बोकेर आउनु। त्यो सोचेर आउनु भयो भने हजुर अलरेडी नै जित हजुरको नै हुन्छ। त्यही भन्न चाहे। र अहिलेसम्म जति नेपालीहरूले मलाई राष्ट्रिय र अन्तर्राष्ट्रियबाट मलाई सपोर्ट गर्नुभयो हजुरलाई एकदमै धन्यवाद। हजुरको सपोर्टले नै गर्दा म अन्तर्राष्ट्रिय मञ्चमा गएर एकदमै राम्रो गर्न पाएँ। र हजुरलाई पनि एकदमै धन्यवाद यहाँसम्म आइदिनु भयो। एकदमै राम्रो कुरा फैलाइदिनुहोस् किनभने मिस नेपाल प्लेटफर्म भनेको एउटा क्राउन पाउने एउटा प्लेटफर्म मात्रै होइन। यो भनेको हाम्रो प्रतिभा, हाम्रो कतिको पोटेन्सियल छ भनेर हाम्रो कन्फिडेन्स बढाउने एउटा माध्यम पनि हो। त्यही भएर राम्रो मेसेज चाहिँ स्प्रेड गरिदिनु होला। बिकज दिस इज नट जस्ट अ प्लेटफर्म, दिस इज अ प्लेटफर्म वेयर इट फुलफिल्स all the dream of the girls of Nepali girls. Thank you so much.